देखि पर्वतको बिचमादेखि माथि प्रेम दाइको गाउँ अनि घर च्याङ भन्ने गाउँदेखि जान लागेको थियो। अहिलेको मलाई गाइड यो चाहिँ हामी अहिले यो पनि हाइवेको पासीहरूले हस्पिटल आउँछु। अहिले चाहिँ ठ्याक्कै गाडी बाटो थियो हल्का अगाडिबाट माथि चाहिँ अहिलेको मैले हस्पिटल गरेको चौरी घरको जाने बाटोहरू माथि मध्य पहाडी बाटो पोखराहरूले काठमाडौँ जाने बागलुङको बौद्धर एरिया हो। तर अहिले चाहिँ म यो पछि छु यो राखी चलाने मोबाइल लास्ट टाइम चाहिँ एकदमै पानी
नमस्ते यहीँबाट छ नि त यहीँबाट छ यहाँबाट माथि त्यो चोकमा मेन चोकमा निस्किन्छ त्योबाट अलिकति माथि बन्दना गेस्ट हाउस छ त्यो चोकबाट बन्दना गेस्ट हाउस जति जान्छ बन्दना गेस्ट हाउसबाट माथि चोक आउँछ अनि राइटमा कतिमा पुगिन्छ दामी दामी जङ्गल छ मकै यत्रो ठुलो भइसक्यो होइन माइ गॉड मजा आयो मजा मिनट लाग्यो होला हार्यो सुटिङ गर्नलाई ट्र्याक्टरको लागि चाहिँ दामी हो यो बाटो दिदी क्याङ कति टाढा छ क्याङ टाढै छ कति जति लाग्छ होला है बाइकमा 1 घन्टा लाग्छ बाटो यही हो ए हस् थ्याङ्क यू ए हस् हस् 1 घन्टा लाग्छ भन्छ नि यार कति टाढा हो र त्यहाँ पर क्याङ देखिरहेको छ त्यहाँ हो है टिचरी भन्ने ठाउँमा त्यहाँ लाग्छ भाइ घर mind blowing हुँदो रहेछ अरू हुन्छ क्या ठुलो खालको हाम्रोतिर सबै हुन्छ उनीहरू यो देखिरहेको कुराहरू सबै हुन्छ तर यो निगालो चाहिँ नि त्यो चाहिँ अलिक ठुलै खालको के हो कस्तो हो थाहा छैन तर सानो खालको अलिक ठुलो खालको छ क्या बन्द हो बाटो आया कति घन्टालाई हो 4 घन्टा 4 घन्टालाई क्याङ जान्छ नि यो बाटो होइन
आधी घन्टामा 2 घन्टापछि बाटो खोल्यो अब चाहिँ हालेकोमा ल सर आउनु है यस्तो छ यार बाटोको हालत त पहिला त ढोस्दै रहेछ बाटो अहिले चाहिँ डबल कटिङ हाल्न लाग्दो रहेछ छ नट ब्याड नट ब्याड यतातिर फेरि डबल कटिङ गरिसकेको रहेछ त्यहाँ माथि हात रोप्नु होला म 2 घन्टा बस्दै उनीहरू 3 घन्टा जस्तो बस्यो होला के भनेकै छैन दिदी क्याङ हो यो हाम्रो किरण दाईको घर चाहिँ कता हो कताबाट जान्छ बाटो यता होइन ल हो र फोन गर्नु पर्यो एकछिन यो सबै क्याङ हो सबै है पारीको गाउँ चाहिँ म त पश्चिम रुकुम यहाँबाट तल चाहिँ रहेछ किरणदाईको गाउँ क्याङ गाउँ खतरा देखिनेवाला छ यहाँबाट चाहिँ रिभ्यू हुनेवाला छ क्याङ गाउँ चाहिँ राम्रो बाटो त फेरि ग्राभेल रहेछ नि त उताको जस्तै मस्त हुन्छ फेरि यताको दामी अफरोडको लागि त धेरै ठाउँ रहेछ नि त गाउँतिरको लागि बनाएको बाटो होला यो माथिको चाहिँ अरू गाउँहरूमा जाने बाटो चाहिँ होला घरहरू चाहिँ दामी नै के ढुङ्गाले गर्दाखेरि को आवाज आइरहेको छ बाइकमा म फेरि कन्फ्युज है तलै म कहिलेलाई त असिनाली हो के हो त्यस्तै हानेर त यार हजुर तल्लो घुम्टिया त सोझे तल्लो के हो तर तिनीहरूले त्यही राखेछ नि तल्लो फेरि तल्लो ए ल हुन्छ यो झार राखेछन् त्यहाँ खोजेपछि उयो यता नखोज्नु
ल ल हुन्छ अङ्कल हजुर पनि पुन मगर हजुर पुन मगर हो हजुर म पनि पुन मगर रुकुमको हामी रुकुमको ए हुकाम मैकोट त्यताको पुन मगर यतातिर उतैबाट हो हुकाम मैकोट निसी खोला कसले छोरीले ए हो र ए भलकोटमा निसी खोलामा त्यहाँदेखि थोरै हो हाम्रो गाउँ ल ल हस् ए हजुर के हो हजुरको छोरीको नाम ए धनकुमारी ए ल ल उता भेट्यो भने भन्छु नि तपाईँको बुवालाई बाटैमा स्कुल छ त्यो लास्टमा त्यो दोकान कति अहिले तल्ल पनि छ त्यो होटल अहिले उपलब्धि होटल छ त्यो होटल बाटैमा बस्छ ए ल भन्छु नि म हाम्रो धनकुमारी म्याडमको कि मिसको बुवालाई भेट्यो यहाँ उहाँले चाहिँ उता पढाउनु हुँदैछ निसी खोलामा फाइनली हाम्रो किरण दाइको बाइक यहाँ छ अनि यहाँ हो म आइपुग्यो त्यो ठाउँमा ल स्टे ट्युन्ड गाइज आजको राइड यस्तै भयो अब दाइको घरतिर जान्छु म अनि के कस्तो हुन्छ म तपाईँहरूलाई अपडेट गराउँछु है त डबल स्ट्यान्ड चाहिँ ह्यान्डी लक चाहिँ नगरौँ होला के गरौँ र दाइले के गर्नु पर्छ गराउनु भएको छैन नगरौँ होला फेरि यो गाडी आएर सार्नु पर्ला त्यो भएको भएर यस्तै छोड्छु म त्यतिर होला सायद महादेवको फुलबारीमा यी फुलको बासन लिनै पर्ने आफ्नो लेखर लिलाटो हो कि बाबु आफ्नो भाग्यमा त्यस्तै लेखे राजा ठोकाको उखै नुन पानी त खाएँ मैले
ओख सुको दिन काटेर उसको फर्काउनु मैले मेरो जय धर्महरू उल्लाए मेरो यस्तो लीलाई सुको दिन कटाउनु सकिन तै पनि लेखेकै त हुने जब जन्म रातिमा बाबु हो भाबीले लेखिहाले बाबु त्यसैमा चल्नै पर्ने राजा ढोकाको दुःख पाए पनि अहिले सुख पाउनु पर्छ नि परमेश्वर त्यो बेलामा दुःख पाएन अहिले सुख पाउनु पर्छ परिवर्तन भयो र अहिले जस्ताको जस्तै हुनु सक्छन् बेलाको कुरोहरू दुखैको दिन त काटिनु परमेश्वर दुःखको दिन काट्यौ सबैलाई थाहा छ त्यो अहिले चाहिँ सुखको दिन काट्नुपर्छ नाति नातिनीलाई सुखको दिन कटाउनु पर्छ हजुरले अब अहिले त अब त्यति बेला दुःख पायो अहिले चाहिँ सुख पाउने र नाति नातिनीलाई सुख दिनुपर्छ मनको इच्छा धोका त साह्रै ठुलो हुँदा हुँदै बाबु